हेलो गाइज है आज चाहिँ मैले दिललाई पैसा दिन आँटिरहेको छु हैन दिलले चाहिँ काम गर्दैछ दिललाई मैले खेताला लगाएको हैन पैसा आयो त यहाँ हेर्नु है त हैन यो दिललाई टाउकोमा राखिदिनु पर्यो ओहो कस्तो सुहाए यार जे दिलले यो निकाल्दै हुन्छ हैन उहाँ चाहिँ प्रिन्सिपल है उहाँ चाहिँ छोरी अनि तब चौकमा गएर फोन गरेर त तरुल चैनपुरमा पो छु अरे म दिदी यो के हुन्छ दादा त्यो कस्तो छ भनिदिउँ त्यो जङ्गलीले पहिले नै मार्थ्यो नि मान्छे त्यो मारे हो त्यस्तो क्या मुङ्ग्रा म चैनपुरमा छु दुईजना उसको पनि दिदी कसरी यो गोटाको यो तिमीलाई 1 लाख कहाँ दिन लाग्यो थाइल्यान्डबाट हो तरकारी पकाउने नि यो बिलगेट्सले लगाएको चप्पल हो यो हो त यो मेरो बिलगेट्स उबडी हो तपाईँ हेलो गाई चाहिँ अहिले चाहिँ हामी हुमुङ जान आँटेको छौँ है अनि हाम्रो भाइ यहाँ नुहाउँदैछ महाराजको स्याहार सुसारको लागि 3 जना लागि परिरहनु भएको छ है त महाराज हेलो आमै नानी बाई बाई नानी बाई हजुर हेलो एन्ड नमस्ते एभ्रिवान है इट्स मी उसक गुरुङ होप यु गाइज आर फाइन है तपाईँहरू सन्चै सुबिस्तै हुनुहुन्छ होला आज चाहिँ म र गागा हुमुङ जाँदैछु काक्स है अनि बिचको भयो भने म यो सेटो भान्छु है सेटो भन्दा भयो भने चाहिँ भिडियो हान्छु नत्र एकैचोटि हुमुङ गरेर हान्छ है त भिडियो गाई चाहिँ वी आर इन यहाँ के अरे मन्दिरमा आइपुग्यौँ होइन के छ भाइ के छ तेरो कसको बोयफ्रेन्ड अरे त कसको बोयफ्रेन्ड अरे भन् त अरे म पनि सँग लपरिरहेछ अरे मलाई तेरो लपरिरहेछ भने तेरो बाबाले जहिले जान्छ अरे मर्काउ होइन यहाँ चाहिँ हाम्रो मामालोहरूको अब कट्टाहरू हुँदैछ नि अब यहाँ खाना पकाउने हाम्रो 5 स्टार होटलको कुकमेन अनि यो हाम्रो पाठा काट्दै रहेछ है यता माइजीहरू सबै यो सेतो टुपी लाउने मामाको छ है आज भएको गाई चाहिँ यहाँ हाम्रो मामाले गाउँहरू हुनुहुन्छ होइन यहाँ मामाले चाहिँ राँगा बनाउँदैछ होइन यहाँ हेलो मामाले ग्याङ हाम्रो मामाले ग्याङले राँगा काट्छ यहाँ डाङ्ग मामा ओ बडी बिल्डर मामा अलि भित्र छिराउनु न त अलि भित्र हो यता हजुर ए मामाले फेरि यहाँ कन्डाईको चाहिँ यहाँ चाहिँ हाम्रो मन्दिर छ होइन अनि मैले चाहिँ अब खाना खाइसकेको छु होइन अनि खाना खाइसकेपछि चाहिँ भित्र छिर्नु मिल्दैन नि त त्यही भएर भित्र छिर्दिनँ होइन अनि मेरो नि अब एक्स्ट्रा भाकल छ अरे क्या अब त्यही पऱ्यो सऱ्यो उडाउने हामी चाहिँ काटमाड गर्दैनौँ होइन हाम्रो घरमा चाहिँ अनि उडाउनेहरू चाहिँ छोड्ने चाहिँ हुन्छ होइन अनि त्यसको लागि चाहिँ अब भित्र जानु मिल्दैन अरे त अनि यो गेट हो होइन यो धारा है होइन धारा हो एनी टाइम यस्तै हुन्छ पानी चाहिँ अहिले सुकेछ है त गाई चाहिँ यो चाहिँ अब मन्दिरको अपोजिट पछाडि साइड हो है यहाँ उतापट्टि चाहिँ मन्दिर छ है यो बाँस छ है कति पुरानो बाँसहरू छ कि यस्तै पुरानो सिँढी भयो है अनि यहाँदेखिको पछाडि उतापट्टिको भ्यू दामी देख्छ क्या म त्यता जाँदैछु है त गाई चाहिँ अनि म अपोजिट साइड आइसकेको छु होइन अपोजिट साइड आउँदा चाहिँ भ्यू चाहिँ यतापट्टि चाहिँ यस्तो छ है पर डाँडाहरू देखिन्छ होइन त्यो अमरुवाहरू भन्ने छ होइन यहाँ लुगाहरू सुकाएर छ है उसको यो माथि बिहिबारे हो होइन यो डाँडामा चाहिँ हामीले एसएलसी देखायो है विन्डले कति हानिरहेको छ होइन लास्टै हावा चलिरहेको छ त्यही भएर अब मजाले बुझिँदैन होला यो मन्दिर भइहाल्यो है यो मन्दिरभन्दा माथिको साइड भयो है हाम्रो यहाँ मोमो रेडी हुँदैछ मोमो है यस्तो प्लेन मामा त
ज्यान हुँदैन यो चाहिँ फ्यामिली प्याक यो मामाको ज्यान देखेर मलाई डार लाग्छ क्या पुग्दैन नि मेरो त हो नि मामा मोमोलाई तान्नु त हाम्रो काठमाडौँको मोमो एक हातले तान्दिँदा गोविन्द दाइले 2 हात लाउनु परिरहेको छैन यो मामा एक हातले सरक्कै नहेर्ने मामा बेचत होला नि फाइभ स्टार होटलको कुकम्यान रफीसँग फोटो हालेर दिन थालिहाल्नुपर्छ बुट्टा मासु गाइस मासु रक्सी यो जाँडको जुस हो यो ए चामलको जुस खै त मरत छ त मामा मासु थोर भएन रस मात्रै गाई चाहिँ अब चाहिँ हामी खानपिट भइसक्यो है घर जान आँटेको मामाहरूको बाइक छ अनि यो चाहिँ मेरो बारी हो है बान्ने अनि जाने है त